कुरो हो, नराम्रो होइन। हजुरको नाङ्गे हालिए छैन, बेइज्जत भएको हालिए छैन। त्यही भएर अब मेरो बसाइ पनि धेरै छैन, भोलि बिहान गइहाल्छु। बोल्नु पर्यो, बोल्देऊ। बोल्छौ कि बोल्दैनौ? के को बोल्ने हो? बोल। यस्तो हुन्छ फेरि हाम्रा बाबा अरूले केही भन्यो भने घरको भन्दा बाहिरको बढी कुरा छन् नि। अब बाहिरका नबुझ्ने हुन् कि सँगको त धेरै भयो। अनि बाख्रा खोज्न बाबा? बाख्रा त खोज्नु होला कि नि, उहाँ संसारले बाले बोको खोजिया होलान् भनेर भर परिसकेका छन्। धेरै आउने भनिरहनु मान्छे हजुरले, हजुरको बोको खाना हो र खोज्नु भएन र? कति मिठो खोजेको छैन, त्यहाँ दौसी मुक्ति कहाँ छ कालो बोको? अब त भएर क्यारिन्छ नि, हाम्रा ल्याउनु पर्यो नि। अहिले जानियो भने दाम करे हो र? अहिले जानियो भने दाम। सब्जीले केले भन्नुभयो अरे? सर्दीले त राजु सर त भगवानै जस्ता हुनुहुन्छ। सर्दी लाग्यो रे बाबा। लाइट त्यतिखेर चाहिँ बाबालाई क्यारे भनेर उठेर हिँड्नुहुन्छ बाबा। हिँडे हिँड्नुहुन्छ ल भने यसको लाइट यस्तो बिच्याएर छ बाबा। खेत्ने जान्छ। के खिच्ने? लाइट हो यो, खिच्ने साँचो। अनि भनेपछि आज सन्दीपले भिडियो बनाए। कुन सन्दीपले? जौसी। अझै केही भन्नु छ भने भन्नु, केही भन्नुहुन्छ भने। कहाँ गएर रहेछन् र बाबा? त्यही उसका क्यारे नाम पनि आएन, पुवाटे कान्छी दोकान अगाडि खिचेको। ए के भने नि? ल तिमीलाई राम्रो होस्, भगवान् ईश्वरले सोचेको पुर्याउन् भनेपछि अब मलाई चाहिएको यति नि हो भनेर। अनि राजु डाक्टरले ज्वरो आयो भने हजुरलाई आज? ज्वरो त होइन, यसो हेरेको हाउ लाइटले, अनि त्यहाँबाट दबाई दियो। अहिले दबाई दियो अनि लिएर आएको। कति दिनमा बोलाएछन् फेरि? 5 दिनमा जानु पर्यो। सुर्तीले खासै असर गरे छैन भने कि नखाऊ भने? सुर्ती छोड्न सकिएन क्या। सकिएन है? अनि खिचिरहेको यो कहाँ खिचिएछ है? खिचेर के हुन्छ त नि? केही कुराहरू भन्न थिए। भन्नु नि, त्यहाँ खिचेको जान्न, त्यहाँ कसैले हेरेको छैन। काटिने हो क्या त खिचेको। गोनी केही हुन्न के? त्यही नि खिचेको जान्न बाबा। भन्नु न के कुरो छ? छुट्टी धेरै छैन, बिहान उठेर हिँडिहाल्छु। अहिले भन्नुभयो भने कहिले भन्नुहुन्छ पनि? त मोबाइल त त्यत्तिकै हो अब त। अनि आउरी कान्छ दाइलाई जा फ्यानिया माइलालाई बोलाएर दाउरा काट्ने हो। कहाँको? यो लामागडा छेउको पानी बुटे ढलाइदिने? बुटै ढलाइदिने, दाउरा धोजो लाइछ क्या भित्र लाइन्छ। अर्को काट्ने हो बरु त्यो ऊ थिमको के अरे बाँसा गाँच भन्दा मुनि छैन र पोइन्ट, त्यो गाउँ राखेर थियौँ। फुल्लाले दाउरा पुग्दैन र त्यसले। चिया छोड्नु भयो हजुरले? खानाका भर्खर खाइदियो। बाबालाई चिया खानु हुन्छ कि हुन्न भने नि भनेको पहिला मैले खानुहुन्न नि, पछि खानुहुन्न अरे भने भनेको खानुहुन्छ लेख भन्नुभयो फेरि। बिरालाका जस्तै आँखा टल्के बाबाका त। बाबा त टल्काउनुहुन्छ क्या अब। भनेपछि त्यही कुरो गर्न खोज्नु भएको, खेताला दाउरा काट्ने। भोलि कहाँ जाने पनि सल्लाह गर्नु आजै। कहाँ जाने हो र भोलि? कहाँ जाने हो भोलि? भोलि अहिले कहाँ जाने भन्नुभयो? कहाँ मार्न? अब मैले त भनेको सोझो कुरो, राम्रो कुरो बन गयो अगाडि दाउरा जान्छ, घर काटे दाउरा थुप्रिन्छ, बाछा दाउरा पनि निकाल्न छन्का चुक्क निकाल्ने, त्यो समेल पार्ने एक्लै हुँदैन। त्यस फ्यानिया माइलोलाई र उसलाई बोलाउने, अनि त्यहाँबाट त लामो गरा छेउको नि काट्ने, त माथिबारीका त सिरानाको त जो चिलाउनेका साना छ नि त्यो पनि काट्ने, तल्लो पाइप पनि काट्ने, खराक खुरुक्का पार्ने, बारीभित्र वारो बनाउने हो भने दाउरो बारी छ क्या, 2 टका दाउरा छन् बलिया।
अब त्यो पम्पको बुटो फेरि अहिले काटेपछि सकिहाल्छ आउँ के बालिन्छ नि अनि वर्ष त्यहाँबाट पछि त पुग्दैन। अलि दिन पछि फलाटे जाने फलाटे त भोलि जाने हो म त जानै परिछ म फलाट नगएको त धेरै भयो अनि बाख्रा खोज्न बाबा बाख्रा त खोज्नु होला कि नि उहाँ संसारले बाले अब बोको खोजिया होलान् भनेर भर परिसकेका छन् धेरै आउने भनिरहनु मान्छे हजुरले हजुरको बोको खाना हो र खोज्नु भएन र कति मिठो खोजेको छैन त्यहाँ दौसी मुक्ति कहाँ छ कालो बोको अब त भएर ग्यारेन्टी नि हाम्रो ल्याउनु पर्यो नि अहिले जानियो भने दाम करे हो र अहिले जानियो भने दाम मिलाइदेऊ भन् छास्ता फुकाएर लिएर हामीलाई तैँले रकम टन्टा ल्याएर दिएर छोडे नि अन्त बोको भन्दा पाठी खोज्नु के बाटी डह्रो छ त्यत्रो दह्रो त ग्यार्ने हो र त्यो त खानु हुने धेरै छैन 13-14 किलोको जति छ होला रे आमाले नि मलाई 1 किलो त्यहाँ राख्ने राखेर मलाई 1 किलो भने छन् अब आज खिर पकाइदियो यसलाई मलाई त खिर त मन पर्दैन बाबु मलाई खिर मन पर्दैन मैले भात र तरकारी खाने हो बुझ्नु हो अब भोलि कहाँ जाने हजुरमा फलाटे भोलि अन्त कतै जाने कार्यक्रम थियो र सम्झाइ त बुझा के हो त्यही बाख्रा खोज्न जाने भन्नुभएको थियो कि बाख्रा त मैले आजै लिएर आउँछु भन्नुभएको होइन बुधबारे चराउँदा आउँदिनँ होइन अब तिमी यसलाई पठाएको यसलाई पठाउने मान्छे यसले घरै गुजुङ गर्थे बोका त खोज्नु भएको थियो पाठी खोज्नु भएको के बाबाले त्यो खिची चाहिँ म बोल्दिनँ अब खोरा मिल्दैन बोल्नु के खोरा मिल्दैन भनेर नल्याएको हो खोरा दुईटा खोरा हाल्नु हुन्छ त फेरि अरू लरा लर अड्छन् भनेर हो का मम्मी त बोल्नु भएर खिचे नि मम्मीले ठ्याक पारिराख्नु भएको है क्या हो के बाबा दुईटा खोरा अड्दैनन् भनेर होला के जुदेर त्यहाँ बस्छ मिलाउनु भयो दुईटा खोर्का ठिक्क बुहारी आउने बोल्नुहुन्न बेलामा नि। ट्याक्क गएर ल्याउँला नि टेन्सनै नलिनु न कति बेलासम्म नबोल्नु त्यो ठडिरहन्छ भोलि बिहानसम्म बोल्नै पर्यो बाध्यतै पर्यो क्या बाबा बोल्नु अरूका कुरा सुनेर हो क्या अस्ति कति ज्ञानी हुनुहुन्थ्यो अनि राज सरले कहिले बेला बोलाउनु भयो हजुरलाई 5 दिन पछि दाँत फाल्नुपर्छ त भन्नु भएन मम्मीसित त बोलिहाल्नुहुन्छ मम्मीसित बोलिहाल्नुहुन्छ भनेपछि माथेर दाइले हिंसा हारेका हुन् सेते तँलाई भने हो बाबा ए बाबा बाबा किन नबोल्नु भएको फेरि ओ बाबा माथेर दाइले तँलाई हिंसा हारेका हुन् सेते भनेर भन्नुभयो मदत्त सरले हो र मान्छेले यत्र दुनियाँ मान्छेले लाखौँ मान्छेले हजुरलाई त मलाई हजुरका भिडियो हालेर त मलाई कतिले चिनेका छन् कति मन पराएका छन् अस्ति लाइभमा बस्दा नि आउनुहुन्छ त्यो नबुझेर भन्ने हुन् मान्छेले तपाईँका राम्रा भिडियो छन् अब बाबाका नराम्रा भिडियो छन् भने कमेन्ट हानौँ तँलाई हिंसा हारेका हुन् सेते भन्नुभयो अरे ठुला बाले त्यही भएर चाहिँ बाबाले अब म बोल्दिनँ भिडियो खिच्दिनँ तँसित भन्नुभयो म आउँदै माथेर दाइले के भनिरहन् भन्नुभयो तर नराम्रो केही हालिएको छैन सबै कुरो राम्रो माथेर दाइले जे भने पनि केही हुन्न राम्रो कुरो हो नराम्रो होइन हजुरको नाङ्गे हालिएको छैन बेइज्जत भएको हालिएको छैन त्यही भएर अब मेरो बसाइ पनि धेरै छैन भोलि बिहान गइहाल्छु बोल्न पर्यो बोल्देऊ बोल्छौ कि बोल्दैनौ के को बोल्ने बोल यस्तो हुन्छ फेरि हाम्रा बाबालाई अरूले केही भन्यो भने घरको भन्दा बाहिरको बढी कुरा छन् नि अब बाहिरका नबुझ्ने हुन् कि बुझ पचाएका हुन् कि जानु भयो आगो ताप्न जानु